Hey guys, welcome back to my channel. Today I'm going to make mukbang video. So here is already the chow-mein. यसको मात्र अब यस्तै हो जिन्दगी थोरै खाँदा अनि अरु बनाउन जागर लाग्दैन त्यही पनि यो नि ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूं चाउमिन हो अन्त चाहिँ यस्तो मुखबाङ भनेर यस्तो दिमागमा आयो छुट्याउँद अहिले भर्खर बाहिरतिर बसेको अनि लेट्स स्टार्ट नाउ चेयर्स के मैले यो सब सक्छु होला त गाइसहरु बप्पा मिठो भयो के सब्जी छैन भन्नु होला म चाहिँ टमाटर चटनी बनाएको थिएँ अन्त यसैमा मिसाएको के पकाउँदा नि त्यही भएर के भन्दा कहिले कहिले यस्तो पनि खानुपर्छ चाउमिन पनि क्या जङ्क फुडमा पर्छ है अनि धेरै चाहिँ खानु हुँदैन अनि हामी चाहिँ बजारको खाँदैनौँ अनि घरै यस्तै बनाएर खान्छौँ कस्तो मिठो भएको छ यहाँ चाहिँ के हाल्यो त चाउचाउ पोका एक्सिडिस भन्ने छ अनि केरो सब छ क्याप्सिकम बन्दा सबै म चाहिँ अहिले घरै नै छु नि त अनि हमको मारो हमको जिंदा मत छोड़ो सालो हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है के खान्छ भने चाहिँ भन्नु होला अनि म गरिदिन्छ यति हो खाने बस्ने खाना पकाउने सरसफाइ गर्ने हामी अरू के पनि छैन कि हामी लिटरली भन्नुपर्दा मेरी एक शंका है हाँ तो जाके बजाओ ना कि मैं पागल हूँ कौन बोलता है लोग बोलते हैं मैं बदला बदला सा लगता हूँ आपका मिठो मिठो बनाउने खाने मैले चिया पनि बनाएको तर म चाहिँ खाँदिनँ मलाई दिउँसो त्यति खानु मन पर्दैन यदि खायो भने चाहिँ म 2 गिलास खान्छु 1 गिलास चाहिँ सक्दिनँ अर्को के खानु तपाईँहरू चाहिँ के यहाँ मेरो बारेमा के सोध्नु मन छ भने चाहिँ तल कमेन्ट गर्नु होला यही भिडियोमा गरे पनि हुन्छ गर्नु होला नि म चाहिँ एकसाथ रिप्लाई दिन्छु बस बहुत हो गया आज तो इस बात का फैसला कर ही डालते हैं कैसा फैसला सीधा चल देखेर जस्तो यति पनि अनि 12 क्लास चाहिँ इक्जाम कस्तो होला राम्रै होला हो साथीहरूको तपाईँहरूकोतिर चाहिँ कति गर्मी हो यसो भन्नु होला हामीतिर पनि गर्मी हो त्यो जति गर्मी भए पनि म ज्याकेट लाउनु चाहिँ छोड्दिनँ म चाहिँ फ्याक्ट हुँ अहिले आफ्नो आफ्नो हुन्छ तर मलाई चाहिँ हात भने चाहिँ झन् गर्नुहुन्छ सो त्यही भएर मैले त्यसमा म त कपडा पनि धोइसकेँ घुर्ने सफा गरेँ कपडा कटाएँ एउटा मान्छेलाई फेरि नराम्रोसँग नाच्ने काम गर्छ भन्छ त नाच्ने काम गर्छु कि म त यस्तै हो अनि आज गाउनु पऱ्यो भने के भन्नु अल्छी
गाइस भयो आजको मुकबाङ च्यालेन्ज चाहिँ मैले जितेँ मैले सब सकेँ त्यही हो अब चाहिँ भाडा मान्छु भाडामा चाहिँ कुन के भ्याउने सो गाइस आजको मुकबाङ भिडियो चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो मेरो फर्स्ट मुकबाङ भिडियो च्यालेन्ज हो सो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु Q&A भिडियोको लागि चाहिँ अर्को भिडियोमा भेट गरौँला टिल देन गुड बाई गाइस